यो कथाको शीर्षक छ त्यो रात। त्यो साँझ म अफिसबाट फर्किँदै थिएँ। थाकेको शरीर र अझ थाकेको मन। सहर झिलिमिली थियो, तर मेरो मनभित्र भने अँध्यारो नै अड्किरहेको थियो। म आफ्नै सुरमा हिँडिरहेको थिएँ। हरेक दिन म त्यही बाटो भएर हिँड्दा थरी थरीको मान्छे देख्थेँ। तर त्यो दिन अचानक मेरो आँखा उसमा पर्यो। सडकको छेउमा अलि अँध्यारो कुनामा उभिएकी, बैजेनी रङको कुर्ता लगाएकी, कालो साइड ब्याग भिरेकी, आँखामा गहिरो थकान बोकेकी। मेरो पाइला रोकिन पुग्यो। एकछिन म उतिर हेरिरहेँ। बोल्न मन लाग्यो, तर बोल्न सकिनँ। 10 मिनट जति म टोलाइरहेँ। ह्या जे परे पर्ला, म बोल्छु भनेर सोचेँ। सायद केही अप्ठ्यारोमा पनि त हुन सक्छ भनेर मेरो मनले सोच्यो र उसको नजिक गए। किन अँध्यारोमा बसेकी तिमी? तिमी ठिक त छौ नि? मैले सोधेँ। ऊ हल्का मुस्कुराइन्। ठिकै छु भनिन्, तर त्यो मुस्कान पुरै साँचो थिएन। केही बेरपछि उसले भनिन्, जाने हो? म अचम्ममा परेँ। कहाँ जाने? मैले सोधेँ। ऊ शान्त स्वरमा भनी, 1 घन्टाको 1000, पुरै रातको 6000। मैले कुरा बुझेँ। ऊ एक यौनकर्मी रहेछिन् भनेर। केही सेकेन्ड म चुप भएँ। मलाई लाग्यो त्यो केवल पैसा थिएन, त्यो उसको बाध्यता बोलिरहेको थियो। मैले एकछिन भने, म रुममा भाइसँग बस्थेँ। भाइलाई कल गरेँ। भाइ, आज साथीको बर्थडे छ, म रुममा आउँदिनँ भने। हामी पुरै रात बसौँ न है? मैले भने। उसले हुन्छ भनिन्। हामी होटेल खोज्दै गयौँ र एउटा होटेलमा पस्यौँ। त्यहाँ कुरा गरेर हामी कोठातिर लाग्यौँ। कोठामा पुगेपछि ढोका बन्द भयो। मलाई डर पनि लागिरहेको थियो। मैले सोधेँ, तिमी बियर पिउँछौ? उसले भनिन्, कहिलेकाहीँ थोरै। मैले 3वटा बियर मगाएँ। बियर खोलेर 2वटा ग्लासमा हालेँ। हामी कुरा गर्दै बियर पिउन सुरु गऱ्यौँ। हल्का हल्का बियरले छोयो। मैले उसको नाम सोधेँ र उसले पनि मेरो नाम सोधिन्। कुरा अगाडि बढ्दै गयो। हामी नजिक हुँदै गयौँ। क्षणभरमै हामीले आफआफ्नो पीडा बिर्सिन खोज्यौँ। ढोका बन्द थियो र बाहिरको संसार त्यहीँ रोकिन पुग्यो। कोठाभित्र शान्त थियो। ऊ मेरो अगाडि उभिन्, बैजनी कुर्तामा, आँखामा थोरै डर र मनभित्र धेरै कुरा। म बिस्तारै उसको नजिक गएँ। उसको सास मलाई महसुस हुँदै थियो। मैले उसको हात समातेँ। चिसो थियो। ऊ केही बोलिनन्, तर बिस्तारै मेरो नजिक आइन्। त्यो क्षणमा हामी बीचको दूरी आफै हरायो। उसले टाउको मेरो छातीमा राखिन् र मैले उसलाई अँगालो हालेँ। त्यो अँगालो अजीबको थियो। उसले बैजनी कुर्ता छेउको टेबलमा राखिन्। मेरो मनको कठोर हिउँ बिस्तारै पग्लिन थाल्यो। बिस्तारै हामी एकअर्कामा हराउँदै गयौँ। समय रोकिए जस्तो लाग्यो। साससँग सास मिसियो। त्यो केवल शरीरको भेट थिएन, त्यो दुई एक्लोपनको क्षणिक सहारा जस्तै थियो। लाज शरम केही बाँकी थिएन। केही बेरको त्यो क्षणबाट हामी रोकियौँ। ऊ फेरि मेरो छातीमा टाउको राखिन्। बिस्तारै मैले सोधेँ, तिमी किन यस्तो काम गर्छौ? उसको आँखाबाट आँसु झर्न थाल्यो। घरबाट काठमाडौँ पढ्न आएको थिएँ। उसको आवाज काँपिरहेको थियो। तर यहाँ बाँच्न धेरै गाह्रो भयो। खाना लाउन मलाई कलेज पढ्न गाह्रो भयो। अनि मसँग अरू कुनै बाटो रहेन। उसको कुराले म निकै भावुक थिएँ। यस्तै यस्तै कुरा गर्दै रात बित्यो। बिहान भयो। झ्यालबाट घाम पस्दै थियो। ऊ उठिन्।
बैजनी कुर्ता फेरि लगाइन्। म पनि उठे। मैले आफ्नो खल्तीबाट पैसा निकालेर उसको हातमा राखिदिए। उसले मेरो हात समातिन् एकछिनसम्म। हजुरले मसँग यौन मात्र होइन, मेरो जिन्दगी नै बुझिदिने भयो। मेरो मन भारी भयो। अरू ग्राहकहरूभन्दा हजुर धेरै फरक हुनुहुन्छ। यति भनेर ऊ ढोकातिर गइन् र बिस्तारै निस्किन्। म पनि केही समयपछि ढोकाबाट बाहिर निस्किएँ। होटलको रिसेप्सनमा पुगेँ। त्यहाँ रिसेप्सनको केटीले मलाई हेरिन् र भनिन्, सर, हजुरसँग बस्नुभएको दिदीले तपाईँलाई यो दिनुभएको थियो। उसले सानो एउटा सेतो कागज मेरो हातमा दिइन्। मेरो हात अचानक भारी भयो। मैले कागज खोलेँ। त्यसमा लेखिएको थियो, धेरै भइसक्यो मेरो बाबा अस्पतालमा हुनुहुन्छ। पैसाको अभावले गर्दा म यो काम गर्न बाध्य भएँ। बाबा निको हुने बित्तिकै म यो काम छोड्नेछु। म नराम्रो मान्छे होइन, केवल परिस्थिति नराम्रो थियो अनि मलाई बिर्सिनुहोला। त्यो पढ्दा मेरो आँखा आफै भरियो। मेरो हात काँपिरहेको थियो। म होटलबाट बाहिर निस्किएँ। सहर उस्तै थियो। बिहानीको घाम, मान्छेहरू हिँडिरहेका थिए, तर मेरो मन भने आत्तिएको जस्तै थियो। आज पनि त्यो कागज मेरो पर्समा राखेको छु। कहिलेकाहीँ खोल्छु र पढ्छु। त्यही बाटो भएर हिँड्दा उसलाई भेटेको ठाउँ हेर्छु, तर त्यो दिनबाट कहिले उसलाई देखेन। बाटोमा बैजनी रङको कुर्ता लगाएको कोही देख्दा झस्किन्छु र उसलाई याद गर्छु। केही भेटहरूले हामीलाई केवल छुँदैनन्, हामीलाई भित्रैबाट बदलिदिन्छन्। र ऊ आज जहाँ भए पनि म सधैँ यही कामना गर्छु, उसको बाबा निको भएको होस् र उसले त्यो काम साँच्चीकै छोडेको होस्।